शीतल भयो जस कोठामा बस्नुभन्दा होइन यस्तै शीतल पाइदिए स्वास्थ्य कति राम्रो हुन्थ्यो होला तपाईँहरू आफै भन्नुहोस् त। तपाईँकोतिर के गर्दैछ होइन यो कोलपुरमा त रोपाइ गर्न पो लागेको हौ गाह्रो छ हौ हेलो गाइस सम्पूर्णमा नमस्ते हजुर सबैलाई वेलकम छ मेरो फर्स्ट एन्ड न्यू भ्लगमा। सो आज चाहिँ हामी बाहिर शीतल गर्मी धेरै भएर शीतल खान गएको छौँ। यता चाहिँ मेरो दिदी हुनुहुन्छ देखिनु यी हाम्रे बाबु यहाँ चाहिँ हामी चाहिँ यहाँ कोलपुर एकदम धेरै गर्मी बढेको कारणले आज शीतल हावा खाने भनेर हिँड्दैछौँ। सो आज चाहिँ मैले फर्स्ट भिडियो बनाएको छु। अलि नर्भस पनि छु लाज पनि लागिरहेको छ। त्यही हो हामी चाहिँ कोलपुर विद्युत जोडनिर बस्छौँ पश्चिम साइडतिर। त्यही रोडको चाहिँ हामी भित्रतिर जाँदैछौँ। यहाँ अगाडि धेरै जाम तर गए पनि आज फेरि जान्छौँ। तपाईँलाई राम्रो राम्रो ठाउँ देखाउँछु। आज वेदर पनि एकदम बेस्ट छ। जाडो त त्यस्तो छैन यति गर्मीमा यति हुनुपर्छ नै यो बाबुलाई जाडो लाग्छ अरे जेठको महिनामा जाडो लाग्छ अरे असार असार लागिसक्यो त। मन्दिर छ त्यहीँ जान्छौँ। मन्दिर देखाउँछु तपाईँलाई एकदम दामी छ। शिवरात्रिको दिन जान यस्तो मेला लाग्छ। अनि त्यस पछाडि चाहिँ अब शिव मन्दिर देखाउँछु तपाईँहरूलाई त्यहाँ गएको बेला। अहिले चाहिँ ओके बाई सी यु सन। फाइनली हामी पुग्यौँ शिव मन्दिर। यहाँ देख्नुहुन्छ शिव मन्दिर कोहलपुर। हजुर फ्लावर एकदम दामी फुलै फुलको बगैँचामा फर्क्यौँ हामी फाइनली रुमतिर शीतल भयो जस कोठामा बस्नुभन्दा होइन यस्तै शीतल पाइदिए स्वास्थ्य कति राम्रो हुन्थ्यो होला तपाईँहरू आफै भन्नुहोस् त। त्यही हो अरू त के हुनु र। तपाईँकोतिर के गर्दैछ होइन यो कोलपुरमा त रोपाइ गर्न पो लाग्यो त हौ गाह्रो छ हौ हामीलाई होइन। घरतिर रोपाइ गर्ने बेला भयो बर्खा लागिसक्यो मम्मी बाबाहरू घरतिर हामी छोराछोरी यतातिर गाह्रो छ नि। अनि अब हामी कोठामा जाने खाना पकाउने। फाइनली हामी पुगिसक्यौँ रुममा। अब भित्र जानेसम्म चाहिँ हेरिराख्नु होला। यही हो हामी जाने चाहिँ चप्पल राख्ने यहाँ मजाले छराएर पानी आएको छैन होला खुट्टा धुने यहाँ। त्यस पछाडि चाहिँ हामी छिर्छौँ यो साइडमा। त्यसपछि हाम्रो रुम चाहिँ यता हो। हामी चाहिँ फाइनली रुममा पुग्यौँ। अनि एक हावा खाना चिसो कोलपुरको गर्मीको ओठामा बस्न नसकेर हामी गएको। शीतल पनि भयो होइन। मेरो फर्स्ट भ्लग हो। तपाईँले लाइक गरिदिनु होला सेयर अनि कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला च्यानललाई। च्यानलमा सायद सबैजना फर्स्ट हुनुहुन्छ होला। फर्स्ट सबैले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भिडियोहरूलाई। सो त्यही हो तपाईँले गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।